नम्बर कति तारिक भन्नुमा 32 तारिक 9 तारिकबाट काटेको नि मतलब लाइनमेनहरू नि आएर तपाईँहरूको बत्ती बिल तिरेको छैन, अब बत्ती काट्नै पर्छ, अब हामीलाई पनि आदेश हो तिरी भन्ने कुरा गरेर काटेको। त्यसै दिनदेखि चाहिँ बत्ती अब अँध्यारो त्यहाँदेखि चाहिँ अब अँध्यारो। अनि मटेरियल पनि त पाइँदैन नि त यो अहिले त मटेरियल पाइँदैन। क्यान्डल किन्दाखेरि क्यान्डल 20 रुपियाँ गोटा 15 रुपियाँ गोटा पर्छ, एक प्याकेटको 90 रुपियाँ 100 रुपियाँ प्याकेट पर्छ। 100 रुपियाँको अब 6वटा पाइन्छ। 6वटा पाइन्छ 100 रुपियाँको। अनि अब 100 रुपियाँ क्यान्डलले 1 रात 2 रात हो, 3 रात अब फारी गरेर बाल्दाखेरि चाहिँ अब 3 रात 3 रात 4 रात जानुपर्छ। अनि त्यो त सम्भव भएन किसानलाई त, आपत त आपत परिगयो। त्यही त यो जमानामा यो समयमा अब एउटाको सुकुम्बासी एउटाको घरमा बसिएको छ, बत्ती छैन, सिक्किम सब्जेक्ट भएको मान्छे, यहाँको सिक्किमको कागजपत्र भएको मान्छे, अनि यो दुःखमा धन्न बस्नु भएको हामी हो भने चाहिँ कस्तो हुन्थ्यो होला, अरू कस्तो हुन्थ्यो होला बत्ती लाग्छ बानी भएको चाहिँ फेरि हो, धेरै नै आफत पर्दो छ झ्याप्पै हो नि अँध्यारो हुन्छ नि देखिँदैन नि अब यो चलाउँदाखेरि चाहिँ धेरै आफत पर्दो छ। र पनि अब यहाँ गिरी बाल्दै गएपछि अब यस्तै हुन्छ भने त के पो भन्यो त पहिला पनि अब मटिरियल पारेरै बसियो त, मटिरियल पनि नआउँदाखेरि पनि धेरै नै दुःख गरेर पनि बस्यो, त्यहाँबाट पछाडि मटिरियल काटिदियो होइन, त्यहाँबाट बिस्तारै मटिरियल पनि खायो, त्यस कारणले गर्दा बत्ती थियो, बत्ती पनि त्यस्तो बाल्दा सबै। त्यही त उहिले केटाकेटीमा त हामीले पनि बत्ती बिजुली आएकै थिएन, त्यति बेला धिप्री बाल्ने गरेको, तर त्यति बेला त्यो बत्तीको बानी नै थिएन, धिप्रीले पनि उज्यालै हुन्थ्यो। अब त बिजुलीले आँखा बिगारिसकेको छ है। अब तपाईँको मोबाइल रिचार्ज गर्नुभयो, टर्चलाइट रिचार्ज गर्नुभयो, घडी रिचार्ज गर्नु, जे पनि बिजुली चाहिन्छ। अब बिजुली पनि हुन जाने ट्याक्स पनि निकै लाग्यो, बिजुलीको दाम पनि निकै बढ्यो, यो डिजिटल भन्ने निस्किएर चाहिँ यसले धेरै दाम तिराउँदो रहेछ कि। अब पैसा हुनेलाई त ठिक छ अरे, यो नहुनेलाई त त्यो पनि बत्ती काटिदियोस् त। यो त कुन देशमा कुन गाउँमा के सजाय भोगेर बसे जस्तो हुँदै होला है। हजुर अब पहिलाको त्यसरी बाँधेर चाहिँ अहिले यसरी बस्दाखेरि चाहिँ निकै आपत्कै कुरा छ नि भनौँ न। एकै रात एक दिन एक रात पनि बत्ती नआउँदाखेरि र अँध्यारो हुँदाखेरि चाहिँ धेरै नै आपतको कुरा हुन्छ, किनभने अब अर्को त्यो त हामीलाई त्यस्तो कतै जाँदा होस् अब तपाईँलाई त छ भने त्यही लाइट पनि ट्रसहरू पनि छैन हातमा भने चाहिँ कस्तो हुन्छ, अब आफैले थाहा हुन्छ। आफैले थाहा हुन्छ, कष्ट हुन्छ नि। राति इमर्जेन्सी उठ्नु पऱ्यो, बाहिरतिर यसो जानु पऱ्यो, गाईबस्तु पुग्योहरू भने बिमारी हुँदा बहुत समस्या भयो। भनेपछि गरिबी सकिनु त एउटा कथा मात्रै रहेछ नि त, अझै गाउँमा सिक्किममा त गरिब उन्मूलन भन्ने कुरा त सिँगै रहेछ। अब बिजुली बाल्न नसक्ने अवस्था हुन चाहिँ यो पहिला विद्या भारतीले कति वर्ष चलाएको छ यहाँ? 8 वर्ष 10 वर्ष। तपाईँ यहाँ आउनुभन्दा अगाडि चाहिँ कहाँ हुनुहुन्थ्यो? आसाम हुनुहुन्थ्यो। त्यहाँबाट चाहिँ सिधै यहाँ आउनुभएको सँग? अच्छा, पहिला अब यतै बसोबासो थियो हो। पहिला तपाईँ सिक्किमे हो, अब बाबुआमाको कारणले बस्दै जाँदा ओर्दा आसाम पुग्यो। उहाँ धेरै वर्ष बसेर फेरि फर्केर आफ्नो ठाउँमा आउँदा कागजपत्र त पहिल्यैदेखि थियो। अब यहाँ आएर पहिला के तिरपाल टाँगेर बस्नुभयो? कति महिना कति वर्ष बस्नु? 3 वर्ष बसेँ। 3 वर्ष तिरपालमा, त्यसको बादमा यहाँ आउनुभयो? त्यसको बादमा चाहिँ हजुर।
प्रसाद के भन्नु बेनु भएछ बेनु प्रसाद हजुर हजुर किचन चाहिँ हजुर कहाँ यहाँ यहीँभित्रै हजुर किचन चाहिँ किचन त पल्ला छेउमा यो चाहिँ मझेरी जस्तो हजुर अँध्यारो छ नि ए अँध्यारो ए यो पहिला बारेको थिएन नि है ठुलो घर चाहिँ बारेको थिएन होला हौ यो त कहाँदेखि यसो यहाँदेखि छेउ भन्दा हजुर 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 अँध्यारो अँध्यारो हो नि अँध्यारो अँध्यारो यो देखिँदैन लाइट फेरि यो काठको घर चाहिँ गएमै हजुर हजुर यो माटाको घर माटाको गारे घर अनि यो किचन छ त्यसमा ए किचन यतापट्टि निकै किचन होला हौ ए ए भाइ कान्छो कि ठुलो हो ठुलो अच्छा 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 एक किचन यहाँभित्र छ ए उहिले त यहाँ किचन थिएन नि उहिले त यहाँ किचन थिएन नि किचन थिएन होला हामीहरू आइकिन आफै बनाउनु भएको आफ्नो सुविधाको लागि पुरानो घर हो ठिक छ नि त यसो ग्वालीमा खोलेर लाँदा पनि सजिलो सजिलो यहाँबाट फोत्ते उता दाबे छ ए हुन्छ हुन्छ हस् हस् अँध्यारो अब बिजुलीको कुरो छैन छैन बत्ती बाल भन्ने कुरै आएन नि यहाँ त आएन नि होइन अँ अब आफैले भाल्नु पर्यो मलाई हजुर हजुर अब थामेर अब निकै त बानी भइगयो होला नि छामेर हिँड्नेहरू नि हजुर 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 हेर्न सक्नुहुन्छ पुरानो घर यहाँ हजुर कति सालदेखि यहाँ हुनुहुन्छ कति सालदेखि यहाँ हुनुहुन्छ हजुर ए 19 वर्ष त्यत्रो भयो 25-30 वर्ष भयो यहाँ बसेको ए मासतिरसँग मिलाएर यहाँ लगभग 18-19 वर्ष भयो घरमा बसेको हजुर हजुर यहाँ हेर्नुहोस् यस्तो पुरानो घरमा यो जर्जर घरमा उहाँहरू बस्नुहुन्छ ठिक छ राम्रो हो तर बिजुली काटिएको छ बडा हास्यास्पद कुरा छ अब उपाय छैन मान्छेको सरकारलाई ट्याक्स चाहिएको छ ट्याक्स तिरेन भने बत्ती काट्छ आदेश हो अब यहाँको मौसम पनि आज असार 5 गते होला यो घर मन्त्री यो उहिलेको घर मन्त्रीको चौतारो बहुत पुरानो वृक्षहरू छ 3टा 2टा बरको रुख एउटा पिपलको रुख र यहाँ घरको छेउछाउसम्म हाँगा आएको थियो अलिक काटेर अलिक छोटो भएको छ आँपको रुखहरू छ बडरहरू छ लप्सी म पानी पर्दैछ म भिज्दैछु र पनि हजुरहरूलाई यहाँ अवलोकन गराउँदैछु सुन्तला बारी पनि छ